साथीहरू, तपाईहरूलाई पनि नचिनेको मान्छेहरूले बिना काममा फोन गरेर दुःख दिन्छ भने अब चिन्ता नलिनुहोस्। नमस्कार साथीहरू, स्वागत छ आजको यस भिडियोमा। म हजुरहरूलाई फोन नम्बर ब्लक गर्ने तरिका सिकाउने छु, एकदमै सजिलो तरिकामा। तपाईहरूलाई पनि कुनै अपरिचित मान्छेले बिना काममा फोन गरेर सताउँछ, तपाईँ त्यो फोन गर्ने व्यक्तिसित एकदमै परेशान हुनुभएको छ भने अब चिन्ता नलिनुहोस्, म तपाईलाई यस्तो तरिका सिकाउँछु। त्यति गरिसकेपछि तपाईलाई त्यो व्यक्तिले कहिल्यै पनि फोन गर्न सक्ने छैन। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, स्किप नगरी। यदि मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला, किनभने म सधैँ यस्तै युजफुल भिडियो लिएर आउने गर्छु। आउनुहोस् ढिला नगरी आजको यस भिडियोलाई सुरु गरौँ। साथीहरू, तपाईहरूलाई म आज दुईवटा तरिकाबाट नम्बरलाई ब्लक गर्ने तरिका सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला हजुरले यहाँ देख्न सक्नुहुन्छ आफ्नो मोबाइलको डायल कललाई ओपन गर्नुहोला। यसरी ओपन गरिसकेपछि हजुरले यहाँ देख्न सक्नुहुन्छ एउटा नम्बर चुज गर्नुहोला। नम्बर चुज गरिसकेपछि यसरी त्यो नम्बरलाई कुन नम्बरमा हजुरले ब्लक गर्ने हो त्यो नम्बरमा जानुहोला। यसरी गइसकेपछि यहाँ देख्न सक्नुहुन्छ हिस्टोरीमा जानुहोला। यसरी हिस्टोरीमा गइसकेपछि यहाँ देख्न सक्नुहुन्छ 3 डट भन्ने अप्सन आएको छ। 3 डटको अप्सनमा गइसकेपछि यहाँ देख्न सक्नुहुन्छ ब्लक भन्ने अप्सन आएको छ। यसमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ रिपोर्ट कल एस स्प्याम, यसमा यसरी टिक लाउनु होला। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ ब्लक अप्सनमा क्लिक गर्नुभयो भने त्यो नम्बर ब्लक हुनेछ। यो थियो एउटा तरिका, र अर्को तरिकाबाट पनि म हजुरहरूलाई सिकाउने छु। यहाँ देख्न सक्नुहुन्छ अर्को तरिकाका लागि पनि सबैभन्दा पहिला यसरी आफ्नो यो नम्बरको 3 डटमा क्लिक गर्नु होला। 3 डटमा क्लिक गरिसकेपछि यहाँ सबैभन्दा माथिपट्टि अप्सन देख्न सक्नुहुन्छ कपी नम्बर भन्ने अप्सन आएको छ। यसरी कपी नम्बरमा त्यो नम्बरलाई कपी गर्नु होला। त्यसपछि यसरी ब्याक जानु होला। त्यसपछि यहाँ ब्याक गइसकेपछि हजुरले यसरी यहाँ देख्न सक्नुहुन्छ यसरी नम्बरहरूको फाइलमा आइसकेपछि यहाँ देख्न सक्नुहुन्छ माथिपट्टि 3 डटको अप्सन आएको छ। यसरी 3 डटमा क्लिक गर्नु होला। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ यसरी सेटिङको अप्सन आउनेछ। यसरी सेटिङको अप्सनमा क्लिक गर्नु होला। सेटिङको अप्सनमा क्लिक गरिसकेपछि हजुरलाई यस्तो इन्टरफेस खुल्नेछ। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ ब्लकेट नम्बर भन्ने कहाँ छ, यसरी हजुरले पनि सर्च गरेर हेर्न सक्नुहुन्छ। यसरी ब्लकेट नम्बर यहाँ आएको छ, यसमा क्लिक गर्नु होला। यसरी त्यसपछि यहाँ देख्न सक्नुहुन्छ एड नम्बर भन्ने अप्सन आएको छ। यसरी एड नम्बरमा क्लिक गर्नु होला। एड नम्बरमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यस्तो अप्सन आएको छ। यहाँ फोन नम्बर भन्ने अप्सन आएको छ। त्यो नम्बर जुन नम्बर कपी गर्नुभयो त्यो नम्बरलाई यसरी यहाँ पेस्ट गरिदिनु होला। र त्यसपछि यहाँ देख्न सक्नुहुन्छ ब्लक भन्ने अप्सन आएको छ। यसमा ब्लक गर्नुभयो भने त्यो नम्बरबाट हजुरलाई फोन पनि आउने छैन र त्यो मान्छेले तपाईँलाई फोन कल गर्न सक्ने छैन। यसरी नै हजुरले कुनै नम्बरलाई ब्लक गर्न सक्नुहुन्छ। यसरी नै आई होप हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो। भिडियो मन परेमा लाइक, कमेन्ट अनि सेयर गर्न चाहिँ नभुल्नुहोला। धन्यवाद।